हाई एभ्रिवान, म चाहिँ हजुरहरूको यो एन्ड अफ द डिसेम्बरको लागि चाहिँ म्यासेज लिएर आएको छु आज चाहिँ है। एन्ड अफ द डिसेम्बर अब नियरली हामी 2026मा आउँदैछौँ होइन, प्रवेश गर्दैछौँ। अब एन्ड अफ डिसेम्बर चाहिँ हजुरहरूको कस्तो हुन्छ त है त, कस्तो हुन्छ एन्ड अफ डिसेम्बर चाहिँ कस्तो भएर जान्छ है त, के प्लान गर्नुभएको थियो आउने दिनहरूमा सक्सेस हुन्छ कि हुँदैन। Give them the clarity. एन्ड अफ डिसेम्बर कस्तो हुन्छ त मेरो यो भिडियोसम्म आउने भ्युअर्सहरूको लागि चाहिँ प्लिज एन्जल गिभ देम द क्ल्यारिटी. वाट इज द मेसेज फर एन्ड अफ डिसेम्बर? ओ माई गॉड, ब्युटिफुल कार्ड. ओ लर्ड, हजुरको चाहिँ के छ भन्दाखेरि हजुरहरूको चाहिँ एन्ड अफ डिसेम्बर चाहिँ हजुरहरूले 2025 पास्ट इयरहरूमा जे पनि सपना लाइक ड्रिम थियो हजुरहरूको चाहिँ एन्ड अफ डिसेम्बर सँगसँगै जनवरी आउने दिनहरूले चाहिँ नयाँ बिगिनिङ, नयाँ सुरुवात, करियरमा जे म्यानिफेस्ट गर्नुभएको थियो एन्ड अफ डिसेम्बर जुन कुराहरू हुन पुरा भएको थिएन त्यो चाहिँ अब सुरु हुन्छ, हजुरको पुरा हुने देखेको छु है। एकदमै राम्रो. दिस कार्ड इज पोइन्टिङ टु द क्यापेबिलिटी and resources at your disposal. The mind and the universe are only reflections of one another. Remember that you are powerful so that the outer world may recognize your strength. Very good. Year sign को आएको छ है, जुन चाहिँ शिफ्ट हुन्छ, करियर ग्रोथ एकदमै राम्रो हुन्छ आउने दिनमा. जस्तो कर्म गर्नुभएको थियो त्यही अनुसार फल मिल्छ. जुन हजुरले राम्रो कर्म गर्नुभएको थियो भने ह्याप्पिनेसमा टर्न हुने आएको छ है. पावरफुल, एकदमै राम्रो. अपकमिङ डेजमा आउने दिन लाइक हुन्छ नि डिसेम्बर सँगसँगै हजुरको गुड लक पनि आउँदैछ है. एन्डिङ डिसेम्बर सँगसँगै म्यानिफेस्ट गरेको कुराहरू पुरा हुने देखेको छ. आफ्नो स्किल र क्रिएटिभिटी युज गर्नुहुन्छ हजुरले है. करियर ग्रोथ राम्रो छ, रिडिङ छ, चिताउनु भएको सबै कुराहरू पुग्ने देखेको छु है. भेरी गुड. वाउ. जजमेन्ट एकदम क्लियर भ्यू दिनुहुन्छ, ट्रुथ हुनुहुन्छ. नाउ इज द टाइम टु फेस च्यालेन्ज है. च्यालेन्ज गर्नुहुन्छ तर पुरा हुन्छ. च्यालेन्जिङ फेस छ तर रिजल्ट हजुरकै फेभरमा हुन्छ. रिबर्थ हुन्छ. पुरानो जुन सक्सेसहरू नभएको, पुरा नभएको ड्रिमहरू चाहिँ एन्ड अफ डिसेम्बरले पुरा गरिदिएर अगाडि पनि राम्रो हुन्छ. आउने दिनमा हजुरले चाहिँ फर्गिभनेस, रिबर्थ, भएको मिस्टेकहरूलाई चाहिँ फर्गिभ गरेर, भएको मान्छेहरू, नराम्रो मान्छेहरूले हजुरहरूलाई दुःख दिएको छ भने चाहिँ उहाँलाई क्षमा गरेर अगाडि बढ्नुहुन्छ. राम्रो छ. ओके, क्लेम दिस एनर्जी गाइज. थ्याङ्क यू सो मच. सी यू नेक्स्ट टाइम.